हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। के छ सबैको हालखबर? अनि सबैले गिभ अवेमा पार्टिसिपेट त गर्नु नै भएको छ होला होइन। गिभ अवेको लागि चाहिँ अल द बेस्ट भन्छु। अनि आज चाहिँ अब मेरो छुट्टीको दिन, म चाहिँ यहाँ कास्काइसमै बस्छु नि त। अनि आज कास्काइसको बारेमा चाहिँ एउटा सानो भ्लग बनाउँदैछु। आई होप यु विल लभ द भ्लग। अनि यसरी नै साथ सपोर्ट र माया गर्दै जानु होला। अनि छिटै नै हामी 5K सब्सक्राइबरको नजिक छौँ। सकेसम्म भ्लगलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। लेट्स हिट द 5K सुन गाइज। थ्याङ्क यू सो मच फर द लभ एन्ड सपोर्ट। यो कास्काइस एरिया चाहिँ टुरिस्टहरूको लागि चाहिँ एकदम धेरै फेमस छ। लुक एट द भ्यू गाइज। एरिया एकदम यो एरियामा चाहिँ कास्काइसमा चाहिँ एकदम टुरिस्टको लागि लोकप्रिय ठाउँ छ। यहाँ चाहिँ बढी खानाको आइटम चाहिँ सी फुडहरू हुन्छ, किनभने समुद्रको छेउतिरै छ नि त। अनि दिस इज द प्लेस। अझै राम्रो राम्रो ठाउँहरू म देखाउँदै जान्छु। आई होप सबैले हेरेर साथ सपोर्ट दिनुहुन्छ होला। यो भिडियो चाहिँ फुल ब्लग हेरिदिनु है त गाइज। लेट्स गो फर द सपोर्ट। Let's see the view, enjoy the nature. Look at this. So guys, मेरो ब्याकग्राउन्डमा चाहिँ यता समुद्र छ होइन, बिच छ। यहाँ चाहिँ सानो सानो याचहरू पनि छ होइन। अनि यो चाहिँ बिच भयो। यहाँ चाहिँ मान्छेहरू रिल्याक्स गर्न आउँछ समरको इन्जोय लिनलाई। अहिले त अब बेलुकाको 7 बजिसक्यो होइन। अहिले त खासै मान्छे हुँदैन, तर पनि लुक एट द भ्यू। मन लोभ्याउने छैन त गाइज। चाहिँ सानो सानो बिच छ यहाँ चाहिँ। अझै उता पनि छन त, तर म चाहिँ अहिले यताको साइडतिर आएको छु। यताको साइडतिर चाहिँ अहिले खासै मोमेन्ट छैन यो बेलामा। अनि लुक एट दिस गाइज, टुरिस्टको मोमेन्टहरू। अनि लुक एट द भ्यू। नेपालमा नि यस्तै बनाएको भए कस्तो दामी देखिन्थ्यो होला है। अझै यता समुद्र छ, यता यस्तो सिन छ। बाटो नि कति प्याक हो आज त। नर्मल्ली प्याक हुन नपर्ने हो नि त, टुरिस्ट एरिया हो। अनि त्यो ठाउँ चाहिँ एकदम एक्सपेन्सिभ एरिया भनेर चिनिन्छ कास्काइस चाहिँ। त्यो टुरिस्टको लागि मेनली फोकस नै टुरिस्ट जस्तो छ यो प्लेस नै चाहिँ। लुक एट दिस। त्यो कास्काइस चाहिँ पोर्चुगलको वान अफ द बेस्ट सिटीमा पर्छ गाइज। एरिया लुक एट द स्ट्रक्चर, होटेलहरू, रेस्टुरेन्टहरू। म अरू गल्ली त्यो रेस्टुरेन्टको गल्ली पनि देखाउँदै जान्छु। त्यसको लागि चाहिँ स्टे ट्युन गाइज। कस्तो लाग्दैछ त गाइज भ्युजहरू? लुक एट दिस। Look at the view. And here is this. अनि गाइज एउटा कुरा, यो ओसन चाहिँ होइन, दिस इज द एटलान्टिक ओसन है। यो चाहिँ एटलान्टिक ओसन हो है। लुक एट द एज हियर। दामी दामी दामी। लुक एट दिस। हिस्टोरिक प्लेस भनेर नि चिनिन्छ कास्काइसलाई चाहिँ। म चाहिँ अब एउटा यस्तो चिज देखाउन जाँदैछु, त्यो चाहिँ गेस गरौँ है त गाइज। रियल हो कि फेक हो त्यो गेस गरौँ है गाइज। लुक एट दिस कार। त्यो रियल हो कि के जस्तो लाग्यो अहिले यस्तो झ्याप्प हेर्दा चाहिँ। गेसिङ टाइम है त 5 सेकेन्ड। सो गाइज दिस इज द आर्ट है। यो चाहिँ बनाएको हो, मार्बलहरूले हो कि खै के मिसाएर के युज गरेर बनाएको हो।
यो चाहिँ आर्ट हो है, लुक एट द आर्ट गाइज। सुरुमा म पनि कन्फ्युज भएको थिएँ यो रियल गाडी जस्तो लागेर, तर पछाडिबाट हेर्दा चाहिँ ठ्याक्क थाहा हुन्छ यो चाहिँ रियल होइन भन्ने। लुक एट दिस गाइज, लुक एट दिस। अब यहाँ चाहिँ रेस्टुरेन्ट लाइनहरू सुरु भयो होइन, सी फुडको एकदम लभड वानहरू चाहिँ रेस्टुरेन्ट लाइनहरू बिस्तारै प्याक हुँदैछ। दिस लुक द ग्रोसरी आइटम्स। यहाँ फुटबल चलिरहेछ, रेस्टुरेन्टहरू बिस्तारै प्याक हुँदैछ। Look at this. Look at this. प्याक छ त काम त आज त। आज काम गर्नेहरूलाई गाह्रो बनाउँदै होला। यो एरिया फेरि जहिल्यै बिजी हुन्छ, रेस्टुरेन्टहरू सबै प्याक हुन्छ, जहिल्यै एउटै हुन्छ काम। अहिले झन् समरमा त झन् बढी हुन्छ काम। यो चाहिँ स्ट्रिट गाइज, अघि म आएको स्ट्रिट र मार्बल। यो चाहिँ पानी पर्दाखेरि लास्टै चिप्लो हुन्छ यार यो बाटो यार। पानी पर्दा बिस्तारै हिँड्न सकेन भने त अलि रन्केर हिँड्यो भने चिप्लिहाल्छ। बर्गर किङ। यहाँ चाहिँ एउटा सानो पार्क छ, एकदम आनन्दको पार्क छ, म त्यो पनि देखाउँछु। अनि मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ हो त्यो हो स्टेक हाउस, इस्टाब्लिस इन 1982। म चाहिँ यहाँ काम गर्छु है गाइजहरू। क्रस द रोड। बर्गर किङ छ अगाडि। अनि लुक एट पार्क, लुक एट दिस। कस्तो लागिरहेछ गाइज अहिलेसम्म भिडियो? कमेन्ट डाउन बिलो। लुक एट द भ्यू। सो गाइज, थ्याङ्क यू सो मच फर वाचिङ द भ्लग। कस्तो लाग्यो डु कमेन्ट डाउन होइन। अनि योभन्दा पनि अझै राम्रो भ्लगहरू अझै ल्याउने प्रयास गर्दै जान्छु म। आई विल ट्राई माई बेस्ट गाइज। हजुरहरूको माया र साथ सपोर्ट नभइकन कहाँ अगाडि पुगिन्छ र होइन। सो के कस्तो भ्लगहरू हेर्नु मन छ, के कस्तो सिनहरू देख्नु मन छ, त्यो चाहिँ डु कमेन्ट डाउन। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ गाइज। बाई बाई। And let's hit the 5K soon guys. That will be awesome, means a lot. Let's go soon 5K guys.